बेलपत्र अर्पण गरेपछि व्यवस्थापक कार्यक्रम हाम्रो केन्द्रको कार्यक्रम समापन सत्र छ र सम्पूर्ण भक्तजन अब हामी आजको कार्यक्रमलाई शुभारम्भ गर्दैछौँ। बाजा चाहिँ एक बन्द गरिदिनु है बाजालाई 10 मिनेट देवी देवताहरूको कोही बाहिर बसेर पनि चप्पल लगाएर बेलपत्रहरू स्वयं च वरदं वन्दे शिवं शङ्करं सबै आउँछ भने भन्नु सक्नुहुन्छ है त्यहाँबाट नागेन्द्र हराय नित्याय सत्याय दिगम्बराय तस्मै नकाराय नमः शिवाय वन्दाकिचिताय नन्देश्वर प्रमथनाथ महेश्वराय मंदार पुष्प बहुपुष्प सुपूजिता राघवैश्वानरलोचनाय तस्मै बकाराय नमः शिवाय यक्षस्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय दिव्यावरत्नखण्डरचिते पात्रे घृतं पायसरचितं भक्त्या प्रभो श्रीकुरु चामरयुगं व्यजनकं चादरशकं निर्मलं वीणाभेरिमृदङ्गकाहलकला संकल्पेन समर्पितं तव विभो पूजा गृहाण प्रभो आत्मा त्वं गिरिजामते सहचरा प्राणा शरीरं गृहं पूजाते विषयोपभोगरचना निन्द्राशमादिस्थिते संसारपदयो प्रदक्षिणविधिस्तोत्राणि सर्वं योगिनो यस्यन्तं न विदो सुरासुरगणा देवाय तस्मै नमः त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं चतुर्धायुधं त्रिजन्मपापसंहारं एकबिल्वं शिवार्पणम् शाखे बिल्वपत्रे साच्छिद्रे कुकुलैस्तथा शिवपूजां करिष्यामि एकबिल्वं शिवार्पणम् दन्तिकोणं मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे अग्रतः शिवरूपाय एकबिल्वं शिवार्पणम् लक्ष्म्यास्तरदुत्पन्न महादेव शिवप्रियं बिल्ववृक्षं प्रयच्छामि एकबिल्वं शिवार्पणम् बिल्वाष्टकमिदं पुण्यं यपठे शिवसन्निधौ शिवलोकमवाप्नोति शिवेन सह भानु शशिरभूमिसुतो बुधश्याम गुरुश्च शुक्रा शनि राहु केतवः सर्वे ग्रहाः शान्तिकरा भवन्तु कालिका कालनाशाय रोगनाशाय मल्लिका भवानी भयनाशाय दुःखनाशाय चण्डिका भक्तेषु तौ तौ तरणं कृत्वा प्रेमैकरूपा सहसा विलासित श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे मूकं करोति वाचालं पङ्गुमुलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नाना सुगंधि पुष्पाणि यथा कालवस्त भाष्म पुरुषाय देवताभ्यो गणपतये नमः ओम सर्वेभ्यो देवी देवताभ्यो नमः मंत्र पुष्पांजलि बेलपत्राणि समर्पयामः बेलपत्र भगवान गौरी शंकर भगवान को भगवान को
वसन्तमो हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव म्याडमको नाम रहेछ।
जिल्ला समन्वय समिति काशीका प्रमुख लीलाधर पौडेलज्यूलाई पनि हामीले आमन्त्रण गरेका थियौँ। उहाँलाई सम्झना चाहे र उहाँहरूको आगमन भए पश्चात म उहाँलाई आसन ग्रहण गराउने यहाँहरूमाझ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। समादरणीय दर्शक महानुभावहरू, म कार्यक्रमलाई अगाडि बढाइरहेको छु र हाम्रा विशिष्ट व्यक्तित्वहरूको आगमन हुँदैछ र आसन कार्यक्रममा पनि हामी जुटिरहेका छौँ। अब यस बिचमा म अतिथिको आसन गरिदिनु हुन जिल्ला समन्वय समिति काशीका उपप्रमुख श्री सरिता महाज्यूलाई म अतिथिको आसन गरिदिनुमा सविनय अनुरोध गर्दछु। त्यस्तै आसन ग्रहणको लागि अधिकारी आदरणीय नवराज बराल सरलाई पनि म अतिथिको आसन गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यस्तै नेपाल सरकारको उपसचिव तथा यसै रूपा गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत श्री हरिबहादुर भुजेल सरलाई पनि म सविनय अतिथिको आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। उहाँ यही ठाउँको व्यक्ति पनि हो। यसै रूपा गाउँपालिकाको पूर्व प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकारका उपसचिव श्री विष्णु प्रसाद पौडेल सर, उहाँलाई पनि म अतिथिको आसन गरिदिनु म सविनय अनुरोध गर्दछु। त्यस्तै अतिथिको आसन गरिदिनु हुनका लागि जिल्ला समन्वय समितिका सदस्य क्याप्टेन हर्कबहादुर गुरुङज्यूलाई पनि म अतिथिको आसन गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यस्तै जिल्ला समन्वय समितिका सदस्य श्री राजु अधिकारीज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यस्तै रूपा गाउँपालिका काशीका आदरणीय प्रमुख प्रशासकीय अधिकृत श्री गङ्गबहादुर थापाज्यूलाई पनि म आसन ग्रहणको लागि सविनय अनुरोध गर्दछु। त्यस्तै हामीमाझ लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री जानुका देवी म्याडम पनि हुनुहुन्छ। उहाँलाई पनि म अतिथिको आसन गरिदिनु म हार्दिक अनुरोध गर्दछु। संस्थाहरू कारितास नेपालका प्रमुख तथा प्रतिनिधि जो कोही हुनुहुन्छ उहाँलाई पनि आसनको लागि हार्दिक अनुरोध गर्दछु। नेलम्बो नेपालका प्रमुख तथा प्रतिनिधि उहाँलाई पनि म आसनको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै फेडोका प्रमुख तथा प्रतिनिधि उहाँलाई पनि म आसनको लागि हार्दिक अनुरोध गर्दछु। गोनेसा नेपालका प्रमुख तथा प्रतिनिधिज्यूलाई पनि आसनको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै नेपाल विकास समाजका प्रमुख तथा प्रतिनिधिज्यू हुनुहुन्छ भने पनि उहाँलाई म आसनको लागि सविनय अनुरोध गर्दछु। हाम्रो यो बोलीलाई, हाम्रो यो कार्यक्रमलाई अन्य क्षेत्रमा सञ्चार माध्यमबाट अन्य व्यक्तिहरूलाई पनि सूचित गराउने सञ्चारकर्मी साथीहरू, टेक्निकल साथीहरू, उहाँहरू सबैलाई एकमुष्टमा नमन गर्न चाहे, सम्झना गर्न चाहे र आसन ग्रहण गर्न चाहे। त्यसै रूपा गाउँपालिकामा रहनुभएका सम्पूर्ण आमा समूह, त्यस्तै क्लब सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय नेपाल। का पार्टी प्रतिनिधिज्यू, नेपाली काङ्ग्रेसका पार्टी प्रतिनिधिज्यू र पूर्व हाम्रो प्रमुख प्रशासकीय अधिकृत गङ्गबहादुर थापाज्यू, यसै गरी पूर्व प्रमुख प्रशासकीय अधिकृत ज्यूको रूपमा हाम्रै गाउँपालिकाको उत्पादन भनौँ अथवा गौरव हरिबहादुर भुजेलज्यू, यसै गरी सम्पूर्ण उपस्थित सम्पूर्ण मञ्चमा आसीन अतिथिगणहरू, यसै गरी
हाम्रो कर्मचारी मित्रहरू, शाखाका प्रमुख लगायत सम्पूर्ण वडाका सचिवज्यूहरू, यसै गरी हाम्रो प्रशासन भवन एकदमै हामीले भन्नुभन्दा छिटो तयार गर्नुहुने इन्जिनियर साहब, ठेकदार साहब लगायत हाम्रो पालिकाको इन्जिनियर साहबहरू, यसै गरी आमा समूहबाट पाल्नुभएका अध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरू, टोल सुधारका सम्पूर्ण व्यक्तित्वज्यूहरू, पत्रकार मित्रहरू, यसै गरी हाम्रो सुरक्षाकर्मीका प्रमुखज्यूहरू, सम्पूर्ण यहाँ उपस्थित समाजसेवी, यो गाउँपालिकालाई माया गर्दै हामीलाई साथ र सहयोग गर्नुहुने सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट, रूपा गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हामी आज यो महत्त्वपूर्ण कार्यक्रममा जुटेका छौँ। रूपा गाउँपालिकाको खुसियालीको दिन हो आज। हामीले योभन्दा अगाडि पनि भइसकेको छ। यो मानेमा तपाईँहरू सबैजनाले आफ्नो ठाउँबाट हामीलाई साथ र सहयोग दिइराख्नु भएको थियो। जुन रूपा गाउँपालिकामा अहिलेसम्म भएको विकासहरू, धेरै विकासहरू भएको छ। तपाईँहरूले सर्वविदितै छ, विभिन्न कार्यक्रमहरूमा हामीले भनिरहेका पनि छौँ। त्यो कारणले सबै मैले भन्न पर्दैन। बाटोको कुरा गर्दै, बाटो हाम्रो 1 मिटर पनि पिच थिएन, खाने पनि हाम्रो थिँदै थिएन, धारोहरू कसैको घरमा थिएन, हरेक कुराहरू। विद्यालयको कुरा गर्दाखेरि विद्यालय पनि जीर्ण अवस्थामै थियो। सबै कुरा हामीले यो ठाउँमा रूपा गाउँपालिकामा जुन गाउँपालिका भन्ने संरचना भइसकेपछि हामी निर्वाचित भएर आइसकेपछि हामीले यो कामहरू पुरा गर्दै आयौँ र जनताको अनुभूत हुने गरी नै हामीले काम गर्यौँ। त्यो अनुसारको तपाईँहरूको मनमा पनि त्यो लागेको छ। यो जुन अहिलेको निर्वाचित भएर आउनुभएको जुन निर्वाचित टिमले चाहिँ राम्रै गरेको भन्ने तपाईँहरूलाई पनि लागिरहेको छ। त्यो हिसाबले चाहिँ अहिले प्रशासकीय भवन हामीले पहिला चाहिँ पहिलाको गाविसको भवनमा दुःख सुखले चाहिँ निर्वाह गरेको थियो। कर्मचारीहरूलाई बस्ने, आफ्नो शाखाको कार्य सम्पादन गर्न पनि उत्तिकै गाह्रो थियो र जनप्रतिनिधिहरूलाई पनि त्यतिकै अप्ठ्यारोहरू थियो। भेटघाट गर्न आउँदा, केही फाइलहरू लिएर आउँदा, जनताले चाहिँ आफ्ना कुराहरू राख्न आउँदा अप्ठ्यारोहरू परिरहेको अवस्था थियो। तर पनि हामीले ठाउँमा हामीले बजेटहरू व्यवस्था गर्दाखेरि, कार्यपालिकामा छलफल गरेर विनियोजन गर्दाखेरि समयलाई धेरै नलिकन यहाँहरू सम्पूर्ण प्रमुख अतिथि, विशेष अतिथि लगायत सम्पूर्णलाई यहाँ उपस्थित सम्पूर्णलाई हृदयबाटै र रूपा गाउँपालिकाको सिङ्गो टिमको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागतम भन्दै मेरो भनाइ यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। नेपालकै नमुना गाउँ हाम्रो प्यारो रूपा, हाम्रो प्यारो रूपा। बनेका छन् स्वास्थ्य, शिक्षा, सडक, पूर्वाधार। विपत्तिमा जनताले पाउँछन् उपचार। जन्माउँछन् विश्व शान्ति, रामकोट कर्णधार। वैज्ञानिक पद्धतिको शिक्षा उपहार। गाउँमा बिजुली र स्वच्छ पिउने पानी। अतिथिको सम्मान गर्ने सभ्यताकी खानी। थरी जाति भाषा भाषी धर्म। परस्परमा साट्ने गर्छन् सुख दुःख मर्म। फस्टाउँदो मत्स्य पालन, जैविक विविधता।
आँट सन्तलाको हिरा खन्छ स्यास्ती ठाउँबाट दुवै लाग्दा कान्तिमय रमणीय छाता रमणीय छाता जस्तो नाम त्यस्तै सुन्दर हाम्रो प्यारो रूपमा मणि अवस्थित अन्यता छ जोगी आई पुरा गर्थे रित तिरीले चित्रमा देखाइँदै बिग्लिला स्थापना गरिन् मठ गाडी विशाल शिला गटेश्वर बुढा महादेव पवित्र नाम बनाउनु छ एउटा शक्ति चर्चित धामा ईसा पानी देवी स्थान आदिमाला थान हात्तीमा थियो टावर पालिका पेशाना बिहा गाउँ सिकाउँछ पाठ समानता तथा यो भवनकै समुद्घाटन गरिदिनु हुन म सबै नै अनुरोध गर्दछु जोरदार तालीले सम्मान गरिदिनु होला। त्यस्तै यो उद्घाटन समारोहमा सरिक भइदिनु हुन विशिष्ट अतिथिज्यूहरूलाई पनि म सबै नै अनुरोध गर्दछु। हामी सँगसँगै जान्छौँ तसर्थ गाउँपालिकाका 11 आना 1 पैसा क्षेत्रफलको जग्गामा निर्माण भएको छ। यस भवनको प्लिन्थ एरिया 370.643 वर्गमिटर रहेको छ भने टोटल फ्लोर एरिया तिनै तला गरी 1139.349 वर्गमिटर रहेको छ। यस भवनमा 500 बाई 500 mm का 21वटा र 400 बाई 400 mm का 2वटा गरी कुल 23वटा कोलुम पिल्लरहरू रहेका छन्। 3 तले यस भवनमा 22वटा कार्यकक्ष, 1 कार्यपालिका एवं कर्मचारी बैठक कक्ष र 1 सभा हल गरी जम्मा 24वटा कोठाहरू रहेका छन्। यस भवनमा स्तनपान कक्ष तथा प्राथमिक उपचार कक्ष रहनका साथै तेस्रो तलासम्म सबैको पहुँच पुग्ने गरी लिफ्टको व्यवस्था गरिएको छ भने हरेक तलामा पहुँचयोग्य अपाङ्ग मैत्री शौचालयको व्यवस्था पनि गरिएको छ। यस भवनमा आपतकालीन निकासका लागि इमर्जेन्सी स्टेयरकेसको व्यवस्था गरिएको छ जुन यहाँले 10,87,67,014 रुपैयाँ र 46 पैसामा 2081 साल पौष 17 गते जनवरी 1 2025 अङ्ग्रेजी नयाँ वर्षको दिनमा ठेका आह्वान गरी 2082 साल वैशाख 31 गते रमिता इन्फ्रास्ट्रक्चर प्राइभेट लिमिटेड र मन कन्स्ट्रक्सन प्राइभेट लिमिटेड को जेबी जोइन्ट भेन्चर सँग रकम रु 7,59,54,209 रुपैयाँ 22 पैसा करिब लागत अनुमान भन्दा 20.23% बिलोमा 2083 साल वैशाख 30 गतेसम्म सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता गरिएको थियो। यस भवनको निर्माणार्थ स्थानीय पूर्वाधार विकास विभाग ललितपुरसँग स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि 2081 बमोजिम 6040 को आर्थिक साझेदारी गरिएको र जिल्ला समन्वय समिति कास्कीबाट रु 1 करोड रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। र यस भवन निर्माण गर्दाखेरि एउटा रमाइलो घटना कार्यकाल हो। पहिला जनताले सेवा लिने नजिकको सरकारको वडा कार्यहरू पुरा गर्ने
भूकम्प पीडितहरूका घर बनाउने र मुख्य बाटाहरू पिच गर्ने, खानेपानी सबैका घरमा पुर्याउने हाम्रो लक्ष्य हो। त्यसपछि समय बचेछ भने अन्तिममा हामी पालिकाको भवन बनाउला भनेर मैले भनेको थिएँ। त्यही अनुरूप आज ठ्याक्क वैशाखको 30 गते अब 1 वर्ष मात्रै बाँकी छ। 1 वर्ष अगाडि मैले हाम्रो प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी सर हुनुहुन्थ्यो, त्यहाँभन्दा पहिलाका प्रमुख प्रशासकीय अधिकृतहरूले जग्गा प्राप्तिमा धेरै महत्त्वपूर्ण भूमिका खेल्नुभयो। उहाँलाई मैले भने 1 वर्षभित्र भ्याउने गरेर चाहिँ यो भवनको चाहिँ वर्क सेड्युल तयार गर्नुहोस् र यो भवन बनाउनुपर्छ भनिसकेपछि हामीले त्योभन्दा पहिला 91 रोपनी लगभग 92 रोपनी जग्गा प्राप्त गरेका थियौँ र उहाँहरूले त्यसको तयारी गर्नुभयो। पहिला अलिक गाह्रो हुन्छ कि भन्नुभयो, धेरै मेहनत गरिसकेपछि त्यसको तयारी गर्नुभयो र फलस्वरूप आज हामीले 1 वर्ष सम्झौता गरेको, साउन 1 गते शिलान्यास गरेको 10 महिनामा आज यो भवन पुरा गर्दैछौँ। म कर्मचारी मित्रहरूलाई र निर्माणकर्ता कम्पनीलाई चाहिँ विशेष धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। यो ठाउँ त्यति बेला पनि ऐतिहासिक रूपले धेरै ठाउँमा चाहिँ जग्गाको विवादले धेरै पालिकाहरूमा भवन बन्न सकेका छैनन्, तर हामी आउनभन्दा पहिल्यै यो चाहिँ सहमति भइसकेको थियो फाल भन्ज्याङ भन्ने जिल्ला त्यति बेला जीविस हुने बित्तिकै हामी आसी पहिलो बैठकले यो निर्णय गऱ्यौँ, गरेर जग्गा प्राप्तिको लागि हामी अगाडि बढ्यौँ। जग्गा प्राप्ति गर्दा नि किन थोरै गर्ने, वरिपरिको अरू पनि प्रयोग हुन्छ भनेर हामीले प्रहरी चौकी पनि यहीँ राखेका छौँ। माथिको भवन चाहिँ कृषि र पशुको भवन पनि बन्दैछ, माथि पशु विकासको त्यहाँको भवन बन्दैछ र त्यो सँगसँगै अस्पतालको जग्गा पनि यही 91 रोपनीभित्र बनाउने भनेर हामीले तयारी गऱ्यौँ। गरिसकेपछि यो जग्गा चाहिँ प्राप्ति गऱ्यौँ। यो ठाउँ ऐतिहासिक ठाउँ पनि हो। मलाई एकजना व्यवसायी मित्रले भन्नुहुन्थ्यो फाल भन्ज्याङमा त रिसोर्ट बनाउन राम्रो हुन्छ, पर्यटकहरू आउँछन्, त्यो जग्गा चाहिँ अहिले भवन नबनाऊ भन्नुहुन्थ्यो, एकदम प्राइम छ भन्नुहुन्थ्यो। मैले उहाँलाई भनेको थिएँ पर्यटकहरू ल्याउनुपर्छ, एक दिन आउनुहुन्छ, सधैँ बस्ने मान्छेले चाहिँ यो भवनभित्र बस्नेले सधैँ रूपाको विषय पोजिटिभ जनताको विकास गर्ने विषय सोच्नुपर्छ र जनताको घर घरमा चुलो बन्ने विषय सोच्नुपर्छ, यहाँको विकास सोच्नुपर्छ। त्यस कारणले राम्रै ठाउँमा राख्नुपर्छ निर्वाचित हुनेलाई भनेको थियौँ। त्यसै कारणले यो ठाउँमा सबैवटा देखिन्छ, ऐतिहासिक छ यो भवन चाहिँ, सबैवटा देखिन्छ, राम्रो छ, मनोरम ठाउँमा छ, हिमाल देख्न पाइन्छ। यहाँबाट पोखरा महानगरपालिका, लमजुङको मध्य नेपाल, यता चाहिँ शुक्ला गण्डकीदेखि लिएर ब्याससम्म देख्न सकिन्छ, उता मादी देखिन्छ, त्यो खालको ठाउँ छ। त्यस कारणले यसलाई चाहिँ हामीले ऐतिहासिक रूपमा राखेका छौँ र भवनलाई पनि हामीले हिजोको 5वटा गाविस मिलेर बनेको, एउटा तला सिद्ध तला, अर्को तला रूपाकोट तला, अर्को तला देउराली तला, बैठक कक्ष हंसपुर कक्ष र अर्को हल चाहिँ थुम्की हल भनेर राखेका छौँ। त्यो अनुसार हामीले सबै पहिलाका गाविसको पनि पहिचान हुने गरेर नामाकरण गरेका छौँ। त्यो अनुसार चाहिँ हामीले सबैको पहिचान खुल्ने गरेर यो भवन राखेका छौँ। पालिकाको आफ्नै अस्पताल निर्माण गर्ने, पालिकाभित्र निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने, यहाँबाट एमबिबिएस डाक्टर 2 जना सहित बहिरङ्ग सेवाहरू चाहिँ दिने, नपुगेका ठाउँहरूमा यहाँ 5वटा पहिला गाविसका स्वास्थ्य चौकी थिए, पछि फेरि हामीले प्लस 2टा वडा र 2 ठाउँमा चाहिँ अहिले जनतालाई चाहिँ सेवा पुग्न गाह्रो भएको हुनाले पालिकाकै खर्चमा हामीले 4वटा स्वास्थ्य संस्थाहरू चाहिँ थपेर अहिले सेवा दिइरहेका छौँ। हामीले यो पालिकाभित्रका सबै वडा कार्यालयहरू अघि नै मैले भनिसके निर्माण गरिसकेका छौँ र त्यहाँसम्म पुग्ने बाटाका सबै योजनाहरू निर्माण गरिसकेका छौँ। यो वर्ष एउटा वडाको मात्रै बाँकी छ, त्यो चाहिँ टेन्डर भएर पुरा हुने क्रममा छ। त्यो अनुसार अगाडि बढिरहेका छौँ। यो सँगसँगै हामीले अब गाउँपालिकाभित्र मुख्य बाटा पिच गर्ने कुरा, त्यसपछि सबै घरमा खानेपानी पुर्याउने कुरा, पर्यटनका क्षेत्रमा विकासका क्षेत्रमा गर्ने कामहरूका सन्दर्भमा धेरै कामहरू चाहिँ गरेका छौँ। हामीले यो 2 कार्यकालमा लगभग 205 किलोमिटर बाटो चाहिँ पिच गरिसकेका छौँ भने अहिले 24 किलोमिटरको काम भइरहेको छ। अहिले रूपाको रिङ रोड, त्यसै गरेर भर्खरै मात्र हामी मान्य 5000 लिटर दैनिक दुध उत्पादन गर्ने बढाउने, अहिले हाम्रोमा 2000 लिटर मात्रै छ, अब 5000 लिटर थप गरेर हामीले 400वटा गाई भैँसी
थप गर्ने भनेर कार्यक्रम अगाडि बढाइसकेका छौँ र त्योबाट 120 जनाभन्दा रूपा कुन अवस्थामा थियो, आज रूपा कुन अवस्थामा पुगेको छ। 2074 सालमा अध्यक्ष नवराज ओझै हुनुहुन्थ्यो, उपाध्यक्ष लालसुब्बा गुरुङ नै हुनुहुन्थ्यो। दोस्रो पटक पनि उहाँहरू आउनुभयो। त्यो 74 को यस कार्यक्रमका अध्यक्ष एवं रूपा गाउँपालिकाका अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, पूर्व मन्त्री, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय खगराज अधिकारीज्यू, राजमासिन जिल्ला समन्वय समितिका उपप्रमुखज्यू, अन्नपूर्ण गाउँपालिकाका अध्यक्षज्यू, यस गाउँपालिकाका उपाध्यक्षज्यू, सम्पूर्ण राजनीतिक दलका प्रमुख पदाधिकारीज्यूहरू, पूर्व पदाधिकारीज्यूहरू, सुरक्षा निकायका प्रमुखज्यूहरू, सम्पूर्ण वडा अध्यक्षज्यूहरू, यासमासिन्ने क्षेत्रबाट आउनुभएका पदाधिकारीज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण यस गाउँपालिकाका बासिन्दाज्यूहरू र सबै उपस्थित मामाहरू, पत्रकारज्यूहरू, सर्वप्रथम एकदमै धेरै शुभकामना, एकदम हार्दिक बधाई र यो प्रशंसनीय कामको लागि। र यहाँ प्राविधिक प्रतिवेदन पनि पेश भयो, गाउँपालिका अध्यक्षज्यूले पनि धेरै कुराहरू प्रस्ताउनु भएको छ र यो अत्यन्तै सुविधा सम्पन्न प्रशासकीय भवन निर्धारित समयमा सम्पन्न भएको छ। बजेट विनियोजन हुनु मात्र ठुलो कुरा छैन, हामीले अहिले सबै फड्को मार्नेछ। सम्झौता मिति लगभग भोलि हो 1 गते उद्घाटन शिलान्यास र आज हामी 1 वर्षमा पुग्दै उद्घाटन गर्दैछौँ। यो प्रशासकीय भवन निर्माणमा स्थानीय पूर्वाधार विकास विभागबाट यसको सम्पूर्ण खर्चको 60% लागत साझेदारी भएको थियो। त्यो साझेदारीको प्रशंसापत्र पनि हामीमा छ, त्यसको बारे यहाँहरूमा म जानकारी गराउन चाहे। एउटालाई छुट्याउन पाइयो त नि होइन क्या, पूर्व त अब अगाडि सालगी पछि नेपाल सरकारका पूर्व स्वास्थ्य तथा गृह मन्त्री माननीय खगराज अधिकारीज्यू, श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू सहित मञ्चमा रहनुभएका सबै विशिष्ट अतिथिहरू र मञ्चाभिमुख यस गाउँपालिकाका सबै जनप्रतिनिधि साथीहरू, यस गाउँपालिकाका सबै अभिभावकहरू, प्रधान अध्यापक तथा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, यहाँहरू सबैलाई म मेरो व्यक्तिगत तर्फबाट र पोखरा महानगरपालिकाको तर्फबाट हार्दिक सम्मान र अभिवादन गर्छु। आज रूपा गाउँपालिकाको भवन अत्यन्त छोटो समयमा निर्माण भएर समुद्घाटन भइसकेको छ। झट्टै हेर्दाखेरि हामीलाई अरू विकास निर्माणका कुराहरू, बाटोघाटो र अरू इन्फ्रास्ट्रक्चरका कुराहरूलाई विकासका धेरै कुराहरूका रूपमा हामी बुझ्दछौँ। तर तपाईँ हाम्रो सानो अफिसमा किन नहोस्, चाहे सङ्घ संस्थाका आफ्ना कार्यालय किन नहोस्, चाहे सरकारी सबै क्षेत्रका अफिसहरू व्यवस्थित हुनुपर्दछ। सम्पूर्ण कागजातहरू सही ठाउँमा राख्ने गरी व्यवस्थापन गरिएको हुनुपर्दछ। त्यस्तो भयो भने अरू बाँकी कुराहरू चाहिँ त्यसैले नै गाइड गर्छ भन्ने एउटा प्रिन्सिपल छ। त्यही अनुसार रूपा गाउँपालिकाको दोस्रो पटक कार्यकाल दोहोऱ्याउनु भएको हाम्रो अध्यक्षज्यू र उहाँको नेतृत्वमा पालिकाको अब सधैँका लागि गाउँपालिका कहाँ रहने भन्ने कुराको अब आजबाट भन्दा पनि 1 वर्ष अगाडिबाट जति बेला शिलान्यास गरियो त्योदेखिबाट सबै दुविधाहरू अन्त्य भएका छन्। एउटा स्थायित्व पनि निर्माण भएको छ। गाउँपालिकाको ठेगाना फलाना ठाउँमा भन्ने कुरा पनि भएको छ। राज्य पुनर्स्थापना पछाडि हाम्रा कार्यालयहरू कहाँ रहने भन्ने कुराको धेरै दुविधा पनि रहिरहेको अवस्था पनि थियो।
पालिकाको सेन्टर कहाँ पर्छ भन्ने कुराहरू पनि धेरै हुन्थे भने कामकाजका हिसाबले कहाँ उपयुक्त हो भन्ने विषयमा पनि लामो छलफल पछाडि यहाँहरूले आफ्नो प्रशासनिक बिल्डिङ तयार गर्नुभएको छ। यसपछिको योभन्दा अगाडिका दिनहरूमा भन्दा अबको कार्य सम्पादनमा अझै सहजता हुनेछ भन्ने मैले विश्वास लिएको छु। यस बिल्डिङ बनाउनका लागि जिल्ला समन्वय समिति, नेपाल सरकार र पालिकाको संयुक्त रूपमा यो बिल्डिङ निर्माण भएको छ र यो एउटा खुसीको क्षणमा हामी छिमेकी पालिकाको हैसियतले म पोखरा महानगरपालिकाको तर्फबाट यहाँहरू सबैलाई बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु र अध्यक्षज्यू सहित सबैलाई आउने दिनमा अझै कार्यकुशलताका लागि शुभकामना पनि व्यक्त गर्न चाहन्छु। ग्रहण गरिदिनु हुन बेहोरा आयोजन इन्जिनियर वीरेन्द्र तिवारी, रूपा गाउँपालिका कास्की, त्यो जोरदार तालीले सम्मान गरिदिनु होला, किन उहाँ अहोरात्र खटिएर यो बिल्डिङ बन्न सफल भएको हो। उहाँहरू हाम्रो गाउँपालिकाका इन्जिनियरहरू हो। निर्माण ग्रहणको लागि म अनुरोध गर्दछु। जग्गा प्राप्तिदेखि हालसम्म प्रमुख सँगसँगै उहाँहरूको भनेको 6 महिनापछि रहेछ क्या नगरी सुकै छैन। रात्र खटिएर पानी पनि नबनी रात पनि नबनेकी यो प्रशासकीय भवन निर्माणमा विशेष योगदान पुर्याउने श्री सुवर्ण निरौला हेटौँडा 4 महकमानपुर ज्यूलाई पनि हामीले सम्मान गर्ने जबरको गरेका छौँ। उहाँलाई पनि सम्मान ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। रूपा गाउँपालिका गाउँ कार्यपालिका कार्यालय काशीको नवनिर्मित प्रशासन चाहन्छु। आज म अत्यन्त गर्व, खुसी र आत्मविश्वासका साथ यस ऐतिहासिक कार्यक्रममा उपस्थित भएको छु। आज उद्घाटन हुन लागेको यो प्रशासनिक भवन उद्घाटन भएको प्रतीक, जनविश्वासको प्रतिफल र समृद्ध भविष्यको आधार स्तम्भ हो। कुनै पनि नेतृत्वको वास्तविक मूल्याङ्कन भाषणले होइन, कामले हुन्छ। जनता नाराले होइन, परिणामले प्रभावित हुन्छन्। रूपा गाउँपालिकामा लगातार 2 कार्यकालसम्म नेकपा एमालेको नेतृत्वलाई जनताले विश्वास गर्नुको कुनै संयोग होइन। यो विकास, इमान्दारिता र जनसेवाको परिणाम हो। म विशेष रूपमा नवराज ओझाज्यू र उहाँको सम्पूर्ण टोलीलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँहरूले जनताको विश्वासलाई मतमा सीमित राख्नु भएन, त्यसलाई विकासमा रूपान्तरण गर्नुभयो। आज रूपाका नागरिकले आफ्नै आँखाले परिवर्तन देखेका छन्। गाउँलाई सहरसँग जोड्ने सडक, खोला र बस्ती जोड्ने पुल, उपचारको आशा दिने स्वास्थ्य संस्था, भविष्य निर्माण गर्ने विद्यालय, युवाको आत्मनिर्भरता बढाउने स्वरोजगार कार्यक्रम, किसानको उत्पादन र आम्दानी बढाउने योजनाहरू। यही कारणले नेतृत्व जनताको मनमा बस्छ। नेकपा एमाले सधैँ जनताको बहुदलीय जनवाद, विकास, सामाजिक न्याय र समृद्ध नेपालको मार्गलाई अगाडि बढाएको छ। अब जब नेतृत्वमा स्पष्ट विचार, इमान्दार उद्देश्य र जनताप्रतिको उत्तरदायित्व हुन्छ, तब परिणाम यस्तै आउँछ। आज उद्घाटन भएको प्रशासनिक भवनले एउटा नयाँ सन्देश दिएको छ। आज सेवा खोज्दै जनता भौँतारिनु पर्दैन, सेवा जनतासम्म पुग्ने व्यवस्था अझ बलियो बन्दैछ। यो भवनबाट अब अझ छिटो सेवा प्रवाह हुनेछ, निर्णय प्रक्रिया अझ पारदर्शी हुनेछ, जनगुनासाको सुनवाई अझ प्रभावकारी हुनेछ, डिजिटल र आधुनिक प्रशासनिक अभ्यास बढ्नेछ। म भन्न चाहन्छु, विकासको यात्रा रोकिने छैन। अब रूपा गाउँपालिकाले नयाँ उचाइ चुम्नु पर्दछ। कृषि क्रान्ति, पर्यटन प्रवर्धन, युवा उद्यमशीलता, महिला नेतृत्व र विकास, गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा, हामीले समृद्ध गाउँपालिका निर्माण गर्ने सङ्कल्पलाई अझ मजबुत बनाउनु छ। प्रिय रूपावासी दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरूको विश्वास नै नेतृत्वको सबभन्दा ठुलो शक्ति हो। सही नेतृत्वलाई साथ दिनु, विकासको रक्षा गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, यी सबै समृद्ध समाज निर्माणका आधार हुन्। आजको यो भवन उद्घाटनसँगै म विश्वास व्यक्त गर्दछु, रूपा गाउँपालिका विकास, सुशासन र समृद्धिको नमुना गाउँपालिका बन्नेछ।
अन्तमा यो महत्त्वपूर्ण कार्य सफल बनाउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्थानीय जनता, निर्माणकर्मी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। रूपा समृद्ध बनोस्, जनता सुखी बनुन्, विकासको यात्रा निरन्तर अगाडि बढोस्। धन्यवाद। जय रूपा। नमस्कार। त्यस्तै मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि पोखरा महानगरपालिका काशीका आज नर्सर अझै हेरन है आँखा चाहिँ हेरन एकछिन त्यस्तै सर अगाडि स्थायी भौगोलिक रूपमा समेत
सशस्त्र प्रहरी बल हार्दिक अनुरोध गर्दछु। त्यस्तै सरस्वती म्यामलाई पनि म यो मायाको कोसेली ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। अन्नपूर्ण गाउँपालिका काशीका आदरणीय उपाध्यक्ष अध्यक्षज्यू तथा उपाध्यक्षज्यूलाई र ग्रहण गर्नुहुने सम्पूर्ण